हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। म चाहिँ आजदेखिबाट युट्युबमा नयाँ हो होइन। तपाईँहरू सबैजनाले मेरो युट्युबलाई हेरेर साथ सपोर्ट माया गर्नु होला साथीहरू। म चाहिँ भर्खरै उठेको, अब उठेर ड्युटी जानलाई रेडी हुन्छु। अनि कहाँबाट जान्छु, कसरी जान्छु, के गर्छु त्यो तपाईँहरूले हेरेर साथ सपोर्ट गर्नु होला ल। अहिले चाहिँ म फेस वास गर्न जान्छु, ब्रस गर्न जान्छु ल साथीहरू। म चाहिँ अब फ्रेस भएर मुखसुख धोएर दाँत साथ माझेर आइसकेको छु। अब म चाहिँ थोरै अलिअलि सनस्क्रिम लगाएर अनि हल्का मेकअप गरेर कपडा चेन्ज गरेर म ड्युटीको लागि निस्किन्छु। अब चाहिँ म हल्का मेकअप गर्न लागेको होइन, अनि यसो अघि मेकअप गर्छु अनि रेडी भएर जान्छु भनेको थिएँ। तर तपाईँहरूलाई फेरि अब अलिकति यसो मेकअप गरेको क्लिप पनि देखाइदिउँ भनेर कि म चाहिँ भने यो सेटाफिलको उयो लगाउँछु, के भन्छ यसलाई, लोसन होइन, मोइस्चराइजिङ क्रिम लगाउँछु। अनि त्यसपछिबाट यो मामाअर्थको सनस्क्रिम लगाउँछु। अनि त्यसपछिबाट कहाँ गयो मेरो पाउडर, अनि त्यहाँबाट यो पोन्ड्स पाउडर लगाउँछु। यति होला साथीहरू। यो लगाएर हल्का लिपस्टिक लगाएर, लिपस्टिक पनि होइन, कहाँ पुग्यो मेरो लिप ग्लस थियो कि एउटा, यो हल्का यो लिपस्टिक लगाउँछु। यो मेरो बुढाले मलाई गिफ्ट दिनुभएको हो। अनि यो हल्का यो लिपस्टिक लगाएर अनि त्यो माथि यो लिप ग्लस लगाएर म चाहिँ रेडी भएर ड्रेसअप त के भन्नु, एउटा टी सर्ट र एउटा प्यान्ट लगाउँछु मैले ड्युटी जाँदाखेरि। त्यो टी सर्ट र प्यान्ट लगाएर अनि त्यसपछि पनि म तपाईँलाई देखाउँछु ल साथीहरू। म चाहिँ अब रेडी भएँ। म यस्तै हो, म खासै केही मेकअप गर्दिनँ। जहिले नि हल्का सनस्क्रिम र पाउडर लाउँछु, अनि यो लिपस्टिक लिप ग्लस अलिकति लाउँछु, अनि यही हो। म चाहिँ जहिले टी सर्ट प्यान्ट नभए कहिलेकाहीँ कोट लाउँछु, ब्लेजर छ ब्लेजर लाउँछु, यति हो। म रेडी भएँ। अब चाहिँ म निस्किन लाग्यो। अनि म बाटोमा जाँदा यहाँ के देखिन्छ कि साथीहरू, म दुबईमा हो नि त, मस्जिदहरू अनि बाटोहरू, यहाँ बाटोहरू नेपालको भन्दा धेरै राम्रो छ क्या हो। त्यही भएर म तपाईँहरूलाई चाहिँ बाटोहरू यताउति देखाउँदै अनि म अफिसमा जान्छु। साथीहरू सबैले मलाई माया गर्न चाहिँ नबिर्सिनुहोस् ल साथीहरू। मैले भनिहालेँ है, म यता रोडबाट नि यता रुमबाट निस्केर मेन रोडमा आइसकेको छु भनेर। अनि मेन रोडबाट मलाई हिँड्दै अफिसमा जानलाई एटलिस्ट 25 to 30 मिनट्स लाग्छ कि। अनि अब मैले तपाईँहरूलाई भनिहालेँ यो साइड पुरै अरेबिक भिलाहरूको साइड हो होइन। अनि यो साइडमा चाहिँ यो साइड छ नि, यो मेरो राइटपट्टि साइडमा चाहिँ एउटा मार्केट पनि छ साथीहरू है। अनि एउटा कुरा भन्न बिर्सेछ, पहिला यो मस्जिद हो के लामो खम्बा भएको, यो मस्जिदको साइडमा डिसेम्बरको महिनामा पानी परेको थियो है। त्यो रुख छ नि, त्यो गाडीहरू जति उभिएको छ नि त्यो सबै पानीले डुबाएको थियो कि साथीहरू, देख्नुभयो, त्यो सबै पानीले डुबाएको थियो। यता साइडमा मार्केट छ, कुनै दिन म त्यो मार्केटभित्र पनि छिरेर तपाईँहरूलाई के छ के पाउँछ भनेर देखाउँछु ल। हाम्रो रुमबाट धेरै टाढा छ नि यो मार्केट, 15 मिनट 10देखि 15 मिनट जस्तै लाग्छ होला हिँड्दै मलाई पुग्नलाई। साथीहरू मैले तपाईँलाई जुन मार्केट भनेको थिएँ नि, यो मार्केट होला सिटी नाइट हाइपर मार्केट। यतातिर मेडिकल फार्मेसीहरू चाहिन्छ भने, पार्लरहरू चाहिन्छ भने सबै छ, तर टु मच एक्सपेन्सिभ है साथीहरू, टु मच एक्सपेन्सिभ। कोही यो अल्कुज एरियामा, यो सिटी नाइट एरियामा हुनुहुन्छ भने यतातिर चाहिँ नआउनु होला, टु मच एक्सपेन्सिभ छ। अनि त्यसपछिबाट यो एउटा मस्जिद हो। मस्जिद चाहिँ थुप्रो जस्तो हाम्रो काठमाडौँमा गल्लीमा मन्दिर भए जस्तो यहाँ पनि गल्लीमा मस्जिदहरू भेटिन्छ क्या साथीहरू, देख्नुभयो। यो घरहरू पुरै कन्स्ट्रक्सन हुँदैछ, धनी मान्छेहरू मात्रै बस्छन्, के गर्नु भाइ, हामीसँग पनि पैसा भएको भए त बनाउनु हुन्थ्यो। यही हो है सिटी नाइट हाइपर मार्केट साथीहरू ल, मार्केट एरिया यही हो। अब अलि माथिको अलि ठुलो व्हाइट मस्जिदमा हामी पुग्न लागिसक्यौँ। त्यो मस्जिदमा पुगेपछि म तपाईँहरूलाई देखाउँछु भाइ। अनि साथीहरू हाम्रो रुमबाट निस्केर चाहिँ यो दोस्रो बस स्टेसन हो है, यो दोस्रो बस स्टेसन। यो यहाँबाट 51 को बस जान्छ, यो बस स्टेसन हो है। अनि अरू के चाहिँ छ र खोइ, अब एउटा ठुलो मस्जिद छ त्यहाँ। अनि त्यहाँबाट चाहिँ राम्रो त्यो अल्खेल हाइट्स छ, अल्खेल हाइट्समा राम्रो भिलाहरूको देख्नुहुन्छ कि साथीहरू। त्यो भिलाहरू एकदम एक्सपेन्सिभ छ, त्यो पनि एउटा अपार्टमेन्टको त के कुरा गर्नु, एउटा स्टुडियो रुमको 8,000 9,000 10,000सम्म लिन्छ, बुझ्नुभयो। कसैले घरहरू खोज्नु भयो भने चाहिँ त्यो सतुवा साइडमा चाहिँ अलि
सस्तो घर पाइन्छ अरे भनेर सुने हो। म आएको 2 वर्ष भयो, म कहीँ गएको छैन। एक वर्ष आबुधाबीमा थिएँ, 1 वर्ष दुबई भयो। अब घर जाने बेला हुन लागिसक्यो साथीहरू। अनि अरू चाहिँ के भन्नु छ भने तपाईँहरू सबैजनाले चाहिँ मेरो युट्युब च्यानललाई साथ माया सपोर्ट चाहिँ दिन नबिर्सिनु होला ल साथीहरू। मलाई चाहिँ एकदम माया गर्नु होला। मलाई पनि कस्तो युट्युबमा धेरै सब्सक्राइबर हो, सबैजनाले मलाई चिनोस् भन्ने चाहिँ त्यस्तो चाहिँ लाग्छ कि साथीहरू मलाई, बुझ्नुभयो। त्यही भएर सबैजनाले चाहिँ मेरो भिडियो हेरेर लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सिनु ल। अनि के कस्तो लाग्यो होइन, मैले चाहिँ अब के कमी कमजोरी भयो अथवा हुन्छ नि मैले चाहिँ के चाहिँ सुधार्नु पर्ने रहेछ भ्लग बनाउँदाखेरि हो, त्यो सबै मलाई भनिदिनु ल साथीहरू। ओके बाई बाई। आजको लागि चाहिँ साथीहरू सायद यति नै हुन्छ होला। उहाँ छ एउटा ठुलो मस्जिद देख्नु भइहाल्यो, त्यो व्हाइट कलरको त्यो लामो खम्बा भएको छ नि, हो त्यही हो एउटा मस्जिद। अनि हो त्यति हो साथीहरू। अनि मेरो यो युट्युब म त अब नयाँ हो नि त, त्यही भएर तपाईँहरूले चाहिँ भनिदिनु होला ल साथीहरू, के छ कमी कमजोरी कस्तो छ, अब मैले के चाहिँ गर्नुपर्ने हो, कसरी चाहिँ सुधार्नु पर्ने हो, त्यो सबै मलाई बताइदिनुहोस् ल साथीहरू। बाई बाई। आजको लागि यति नै छ। राम्रो लागे पनि नराम्रो लागे पनि लाइक सब्सक्राइब र सेयर गर्न चाहिँ नबिर्सिनु होला र साथै कमेन्ट छोड्न पनि नबिर्सिनु होला। बाई बाई। आई लभ यु साथीहरू।